बेलायतमा नेपाली युवक युबिन तामाङको निधन, चर्चित बेलायती र्यापर गेट्समाथि खतरनाक ड्राइभिङको अभियोग। अक्टोबर 18 तारिकका दिन लन्डनको इन्फोल्ड क्षेत्रमा सडक दुर्घटनामा परि 20 वर्षीय नेपाली युवक युबिन तामाङको निधन भएको छ। उनलाई ठक्कर दिने चालक चर्चित बेलायती र्यापर गेट्स रहेको पुष्टि भएको छ। लन्डन मिडियाका अनुसार गेट्समाथि डेथ बाई डेन्जरस ड्राइभिङ, खतरनाक ड्राइभिङबाट मृत्यु आरोप लगाइएको छ। दुर्घटनापछि उनी कार नरोकी फरार भएका थिए। पछि सीसीटीभी फुटेज सार्वजनिक भएपछि प्रहरी अनुसन्धान अघि बढेको हो। गम्भीर घाइते युबिन तामाङलाई अस्पताल पुर्याइए तापनि उनको उपचारको क्रममा निधन भएको हो। परिवारका अनुसार उनी आफ्ना आमाबुबाका एकमात्र सन्तान थिए र पढाइ सकेर फर्किने क्रममा सडक दुर्घटनामा परेका हुन्। परिवार र नेपाली समुदायले सामाजिक सञ्जाल मार्फत न्यायको माग गर्दै चालकलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्। हाल बेलायती चर्चित र्यापर गेट्स अदालतमा पेश भइसकेका छन् र उनीमाथि थप अनुसन्धान जारी छ।